अझै पक्रिन सकेको छैन। खै अहिलेसम्म पक्रेखेन के अरे इन्टरपोल लाएर लैजालान् र टिकट नकाटिकन नेपाल जाम्ला भनेको के अरे खै। नानीको टेन्सन मलाई पनि लागेको थाइल्यान्डबाट फोन गर नानी आत्तेको त छैनौ नि भनेर सोद्धाखेरि उसको आन्सर बाघको छोरी बाघै हो भने। राति तँलाई ल्याइसक्यो त नेपालमा नि अहिले त पक्रेर थाइल्यान्डबाट तँलाई कहाँ त्यो भरतलाई तैँले इन्डियाबाट बोलाएर इन्डियाबाट भरत उता थाइल्यान्ड गएको अनि तुलसी अधिकारी तुलसा भन्ने कलेक्सन उता चाइनाबाट अनि थाइल्यान्ड आएको कर्याप झापार अनि रातारात ल्याएर अहिले तँलाई त भित्र हालिसक्यो त अनि 1.5 लाख पनि बचत हुन्थ्यो भनेको। तुलसा कलेक्सनको चाहिँ तुलसी अधिकारीलाई चाहिँ आज पहिलो दिन चाहिँ अब अदालतमा उपस्थित गराउने आज त्यस पछाडि म्याद थपको लागि भनेर आज कुरा भएको थियो तर आज चाहिँ विशेष कारणवशले चाहिँ आज भएन अनि यो चाहिँ भोलिको लागि सारेको रहेछ। अनि आज त्यहाँ त्यो के अरे हिरासतमा चाहिँ त्यो एउटा नेपाल प्रेस भन्नेले चाहिँ उसको चाहिँ त्यो अन्तर्वार्ता लिने बेलामा के भनेको रहेछ सुन्नु न के भने थाहा छ तुलसीले के भन्यो भन्दा म र चिमौरिया चाहिँ अब पहिला हामी यसरी चाहिँ अब एकदम अब अफेयरमा परे पछाडि हामी थाइल्यान्ड गएको थियो थाइल्यान्डमा गएर होटेलमा बसे पछाडि राति हाम्रो झगडा पर्यो अनि यताउता काम कुरा उसले सकेर यताउता भएपछि हाम्रो झगडा परेपछि हाम्रो कुटाकुट भयो मैले पनि उसलाई कुट्यो उसले पनि मलाई कुट्यो त्यस पछाडि के अरे मलाई होटेलबाटै निकाल्दियो अनि म बाहिर रोडे डुलेर यताउता गएर म अर्को होटेलमा गएर सुतेर बसेर म भोलिपल्ट दिनमा फेरि म नेपाल फर्क्यो। त्यस पछाडि चाहिँ म नेपाल आएपछि उल्टो मलाई चाहिँ चिमौरियाले धम्काउने यताउता गर्ने गरेर अनि मेरो के अरे दिनदिनै पसलमा भएको व्यापारको पैसा चाहिँ चिमौरियाले लान्थ्यो अरे अनि उसले चाहिँ मलाई चाहिँ ब्याङ्कबाट ट्रान्सफर गर्थ्यो पैसा अनि अहिले चाहिँ उसले चाहिँ त्यो ब्याङ्कबाट पठाएको पैसाको चाहिँ त्यो भाउचरहरू चाहिँ देखाइरहेको छ कुरा चाहिँ यस्तो हो अरे के ल हेर्नु पत्याउने कुरा गर्नु नि भने नेपालमा एउटा सानो झुम्का पसल मामबाका त्यो खतरा खुद्री पसल चलाउने आइमाईको औकात चाहिँ कति हुन्छ के 3-4 करोडको व्यापार चाहिँ तेरो पसलबाट हुन्छ के हो काठमाडौँको डिडिसीको दुध डेरी चलाएको जस्तै कुरा गरे त यसले त के पत्याउने कुरा गर्ने हो के पत्याउने कुरा गर्ने हो। अनि कस्तो रहेछ चिमौरियाले पसलबाट दिनदिनै पैसा लग्यो पैसा त दिनदिनै लान्छ त पैसाको लगानी गर्ने पसलको साउ भाडा सटर किन्ने ब्याङ्कबाट लोन निकालेर दिने सबै कुरा गर्ने चिमौरिया अनि चिमौरियाले दिनदिन नलैदिए के हुन्छ त त्यो नोकर्नी जस्तै राखेको हो कि त्यहाँ अरूले देख्दा चाहिँ त मालिक नै देख्यो पसलको साउनी तर रियालिटी त त्यो के अरे चिमौरियाको त रखेल हो नि त नि रखेल हो अनि त्यसपछि नोकर हो क्या तर नोकरलाई चाहिँ नोकरको ठाउँमा राखेको मान्छे तैँले उसलाई हैसियत भन्दा माथि गएर उसलाई चाहिँ डुबाउने काम गर्यो त्यही भएर कहिले पनि नोकरले एउटा साउलाई चाहिँ डुबाउन सक्दैन क्या त्यही भएर अहिले तेरो पापको घैँटो फुटेको अब पैसा तिर 4 करोड पैसा तिर निस्कि कुरै सक्यो त होइन। म त चिमरिया मान्छे कस्तो खालको भन्छु क्या यो चिमरिया जस्तो अरू श्रीमान पुरुषहरूको लागि पनि घरको बुढी राम्री नदेखेर बाहिर काने कार राम्री देख्ने घरको बुढी छोराछोरा नाङ्गे झार बनाइ नदी त्यो बाहिरको परिस्थितिलाई लुटाउने दिने यस्ता पुरुषहरूको त नि अगाडि आँखा होइन घुच्चुकमा आँखा हुन्छ कि अनि दिने अनि जब लुटाएपछि अनि सकेपछि म कङ्गाल भएँ म सकेँ भन्ने अनि दिएपछि खान्छन् त लान्छन् त दिएपछि अनि हनी ट्र्यापमा पऱ्यो भन्ने यस्ता पुरुषहरूले त दुःख पाउनै पर्छ क्या तर अफसोसको कुरा दुर्भाग्यको कुरा है यस्ता पुरुषहरूले गर्दाखेरि बिचरा त्यो श्रीमती पीडित छन् क्या श्रीमती तनावमा त भइहाल्यो नि अब त अब जहिले नाफामा हिँड्ने आइमा भने खालि चिमौरियालाई ध्वस्त पार्ने अर्को त्यो के भन्छ त्यो शेरचनलाई ध्वस्त पार्ने कतातिरको त्यो रजरतिरकोलाई ध्वस्त पार्ने त आइमा नै त्यस्तो नाफादारी हो नि छैन के पनि तुलसा कलेक्सन कि तुलसालाई यत्रा तुलसा कलेक्सन कि तुलसा हो नि त्यो कलेक्सन त चिमौरियाको सम्पत्तिको कलेक्सन हो त्यो तुलसा कलेक्सन तेरो नाम त तुलसी हो फुल्सी हो तुलसा कलेक्सन आफैलाई समाचार बनाएर चाहिँ यत्रा मोर्चा म यहीँ जिउँदैछु त्यही भएर 2टा फोन समातेर फोन के अरे तेरो समाचार बनाइरहेको छु फेरि हेर टिकटक आइडी के अरे डिएक्टिभ गरेछस् अब खोले पछाडि रिपोस्ट गरियो। हाम्रो तुलसा अधिकारी दिदीलाई चाहिँ इन्टरपोल लगाएर उहाँ थाइल्यान्डको ब्याङ्ककबाट नेपाल झिकेछ सरकारको यतिसँग पावर यतिसँग क्षमता रहेछ नि त अनि यो एउटा जीवी राई भन्ने कुन राई छ नि यहाँ सरकार सहकारीको अरबौं खरबौं ऋण खाएर भएको खै त कुन दुला लुकेको त्यो खै त्यसलाई समातेको खै त्यसलाई इन्टरपोल लाएर सोरफोस लाएर त्यसलाई थुनेको खै चौकी हालेको जेल हालेको खै त्यसलाई खै त्यो चिमौरिया भन्नेको त्यो अर्का त्यो एउटा छ क्या चिमौरिया भन्ने त्यो मोबाइल व्यापारी अरे यत्रो सानो त्यो निवेदनको भरमा चाहिँ तुलसा अधिकारी दिदीलाई चाहिँ इन्टरपोल लगाएर चौकी के अरे जेलसम्म पुऱ्यायो होइन थुन्यो खै नाङ्गै 76 जना मान्छेको रगत चुसेको मान्छे नाङ्गै आनन्दै
हाई 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 गरेर छाती फुलाएर हिँडेको छ के अरे होइन दुनियाँलाई छप छप्ती हानेको मान्छे आनन्दले हिँडेको छ अनि सानसानो व्यापार गरेर खाएर ठुलो अलिकति माथि चढ्नै नहुने होइन अनि एउटा महिला मान्छे अलिकति माथि चढ्नै नहुने 2-3 पैसा कमाउनु नहुने अनि एउटा आँखा लाएर दुनियाँभाती गरेर यसो गर्न मिल्छ यसो गर्नुहुन्छ सबैको लागि कानुन बराबर होइन हो कि नै भन्नुहोस् त सबैलाई कानुन बराबर हो कि होइन हेऱ्यो चिमोरे भनेर यो भाइ हो कि दाइ हो कि हेऱ्यो बिहारी हो कि को हो यसलाई पनि निष्पक्ष छानबिन गर्नु पर्यो यसलाई नि पैसा कति करोड दिएर मेरो करोड कति पैसा खाएर यो भाग्यो भनेर यसले निवेदन लिएर यही भरमा हो नि त समातेको हो इन्टरपोल लाएर समातेको यही भरमा हो नि त अनि अहिले चौकी के अरे जेल हालेको होइन यसलाई नि बोलाएर ठाउँमा बोलाएर यसलाई नि केरकार पार्नुपर्छ बुझ्यौ नि सम्बन्ध घर बुढी भयो भाइ तेरा बाउ खाना हिँड्छस् त बाहिर तेरा बाउ खान दिन्छस् त दुनियाँले पैसा किन दिन्छस् त पैसा अनि फेरि खान्छ त अनि लम्बे पारेर खाइदिन्छ त अनि ले त सबैले खान्छ पैसा मन मिलेपछि मन मिलिन्जेलसँग राम्रो भयो जब तँसँग सम्बन्धमा बसेन तँलाई बेबी भनेर भनेन त्यसपछि तँलाई रिस उठ्यो करोडौँ अरबौँ खरबौँ खाएँ भने निवेदन लेख्दै बेइज्जत गर्दै हिँड्नु पर्यो तँलाई हो यिनलाई छानबिन गर्नु पर्यो दोषी को हो एकदम दोषी ठहराउनु पर्यो निर्दोष को हो निर्दोष ठहरिनु पर्यो त्यही हो कुरै त्यही हो होइन त We are ready than ever. है थाइल्यान्ड चाहिँ घुम्न पाएन बट इट्स ओके नेक्स्ट टाइम विल गो टु युरोप माई मम इज 4 times बेटर देन देम रे दे आर रेडी चाइनाबाट तयारीका साथ आएको थियो थाइल्यान्ड घुम्ने अनि नेपाल जाने प्लान थियो त्यही हो थाइल्यान्डमै रोक्यो रेड नोटिस भएको कारणले थाइल्यान्डमै स्टप भयो होइन अब डाइरेक्ट नेपाल गएको भए पनि छोपे इन्टरपोलले भन्थ्यो होला होइन एयरपोर्टमा आएपछि त्यही हो रेड नोटिस जारी भएको मान्छेलाई ट्राभल ब्यान हुन्छ अनि एयरपोर्टमा आफ्नो नेपालको एयरपोर्टमा आएपछि इभेन्चुअली पुलिसलाई नै ह्यान्डओभर गर्ने हो त्यही भएको हो अब यो सन्डे है नेपालमा अहिले सन्डे पनि बन्द हुन थाले रहेछ स्याटरडे सन्डे दुई दिन त्यहाँ चौकीमा राख्छ अनि मन्डे चाहिँ अदालतमा पेश छ अनि छोरीलाई चाहिँ उसको प्यारेन्ट्स तुलसाको प्यारेन्ट्सले एयरपोर्टबाट रिसिभ गर्नुभएको थियो रेडी नै भएर सबै रेडी अब कम्युनिकेसन त गर्न पाइन्छ नि त अनि त्यो भइहाल्छ के सो डोन्ट वरी तुलसाले आफ्नो बच्चालाई बिचली हुन दिन्छ त्यही भएर ढुक्क हुनुहोस् है टेन्सन नलिनुहोस् माया गर्नेहरू माया गर्दै गर्नुहोस् प्रे गर्दै गर्नुहोस् जल्नेहरू जल्दै गर मर्दै गर के भन्न सकिन्छ र अरू होइन अब यो अदालती प्रोसेस भइरहेको छ केस चलिरहेको छ अब त्यस्तै हो फर्स्ट एक्सपिरियन्स के हुन्छ हुँदै गर्छ श्रीमतीलाई क्यान्सर भएछ भनेर क्यान्सर भएकी श्रीमती यदि हो कि होइन थाहा भएन क्यान्सर भएकी श्रीमतीलाई घरमा छोडेर रङ्गरलिया मनाउन जाने त्यो मान्छे अनि त्यो मान्छे हनी ट्र्यापमा परे अरे श्रीमती श्रीमान बिरामी छ भने श्रीमती घरमा बसेर श्रीमानको सेवा गर्छ के अनि श्रीमानहरू चाहिँ श्रीमती बिरामी छ भने बाहिर ल चाहियो अरे इमोसनल सपोर्ट चाहियो अरे तिमीहरूलाई त के हनी ट्र्याप होइन के तिमीहरूलाई बारुला ट्र्याप चाहिन्छ के बारुला कचाप खाने लुट जो पुरुषहरू आफ्नो घरमा श्रीमती हुँदाहुँदै कोट लगाई आउँछन् नि तिनी मान्छेलाई लुट्न सके लुट हो लुट्नै पर्छ त्यस्तालाई होइन अनि तिनी श्रीमतीहरू पनि ओहो मेरो श्रीमान पीडित भयो अरे अस्तित्वविहीन महिलाहरू अस्तित्वविहीनै हो तिमीहरू त्यो चिमुरियाको बुढी पनि तुलसीलाई सही गरिन् गलत गरिन्को कुरा होइन अब उनले के गरिन् भन्ने कुरा होइन तर थाहा हुँदाहुँदै होमिएका मान्छेहरू यिनीहरू यिनीहरूलाई त घरको न घाटको बनाउनै पर्ने हुन्छ के तर त्यही हो फेरि श्रीमतीहरू त ओहो मेरो श्रीमान जति कोही छैन भन्दै फेरि तिनै त्यस्तै गर्ने श्रीमानहरूलाई फेरि अँगाल्न आइपुग्छन् कति लाचार देखिन्छन् कि महिलाहरू त्यसले गर्दाखेरि अचम्मै छ भाइ यो त यो अनि अब यहाँ कोही छन् फेरि ओहो पुरा जज बनेर तुलसालाई ल्याइयो भनेर निकै गर्नेहरू गलत हुनुहुन्छ सबै कुरामा अन्याय नगर्नुहोस् कि कुनै कुरामा तुलसा पनि गलत थिइन् कुनै कुरामा अब सही त म भन्दिनँ है तर यो कुरा अहिले जुन कुरा भएछ चिमोरियाको कुरा त्यो चिमोरिया नै गलत हो के टिकटकर तुलसा कलेक्सनको बारेमा म पनि थोरै बोल्दैछु विशेष गरेर दिदीबहिनीहरूले चाहिँ ध्यान दिएर यो सुन्नु होला है हो मलाई उसको सामाजिक सञ्जालको अभिव्यक्ति त्यो हात बनाउने होइन अनि एउटा छाडा बोल्ने अलिकति घमण्डले बोल्ने
बानी पटक्कै मन पर्दैन थियो। ऊ उछटै भएको म देख्थेँ र बार कमेन्ट गर्थेँ। उनले मेरो कमेन्ट भन्दै गर्दा आज म उनको शत्रु होइन। आज इन्टरपोलबाट ऊ पक्राउ परिसकेकी छिन्। पुलिस प्रशासनमा चाहिँ अब उनको मुद्दा गइसकेको छ, अदालतमा पनि मुद्दा गइसकेको छ। त्यहाँबाट न्याय अन्याय छुट्टिन्छ होला। सम्पत्ति शुद्धिकरणको मुद्दा पनि लागेको छ होइन, त्यो पनि हुन्छ होला, फैसला हुन्छ होला भन्दै गर्दा धेरै दिदीबहिनीहरूले चाहिँ कमेन्ट गरेको देखेँ मैले। हो दिदीबहिनी हो, तपाईँहरूले त्यसरी कमेन्ट त गर्नुभयो, तर हामी पनि यही समाजमा बसेका छौँ है। अझै पनि पुरुषार्थ यो देशबाट गएको छैन। किन ऊ डिभोर्सी महिला थिइन्, एक्लै बस्थिन्, एउटा बच्चाको जिम्मेवारी उनको हातमा थियो र त्यो जिम्मेवारी पुरा गर्नलाई उनलाई कसै न कसैको सहारा भए सहज हुन्छ भन्ने पनि थियो। त्यति बेला कसैले उनलाई प्रलोभनमा पार्यो, नजिक आयो, उसले माया ममता देखायो, हैसेमा होस्टे दिन्छु तिमीलाई म सपोर्ट गर्छु भन्यो। हो, उनले हो न हो विश्वास गरिन्। त्यो व्यक्ति कस्तो थियो त? उसको परिवार थियो, उसकी श्रीमती थिइन्, तर ती श्रीमतीलाई धोका दिँदै, ती श्रीमतीलाई अपमान गर्दै, त्यो परिवारलाई तहस नहस बनाउँदै ती एउटी डिभोर्सी महिलालाई साथ दिन्छु भनेर नजिकियो अनि अन्तिममा गएर हनी ट्र्याप भनेर उनलाई फसायो। हेर्नुहोस्, अझै पनि यस्ता पुरुषहरू हेर्नु समाजमा जो डिभोर्सी महिला भएर एक्लै बसेका छन्, जो विधवा भएर एक्लै बसेका छन्, जसका पुरुषहरू चाहिँ विदेश गएका छन् र महिलाहरू एक्लै छन्, उनीहरूसँग धुत्न पाइन्छ भन्ने केही पुरुषहरू समाजमा छन्। सबैलाई मैले भनेको छन् हो, यस्ता पुरुषबाट बेलैमा जोगिनु होला। भन्छन् महिलाले मनपेट नदिए भन्छन्, तर यो समाजमा एक्लै बस्न सक्दैनन्, विवाह गर्छन्, बच्चा हुन्छन्, समाज चाहिन्छ, हरेक ठाउँ कार्यालयहरू चाहिन्छ, त्यहाँ साथ सपोर्ट चाहिन्छ। त्यसकारण कसैले सहयोग गर्छु सपोर्ट गर्छु भनौँ भने मान्छेलाई सहाराको आशले पनि ऊ नजिकिन्छ अनि ललाई फकाई सबैमा त्यो जो प्यास चलेको छ नि त्यो प्यास मेट्नलाई पानी चाहिन्छ। हेर्नुहोस्, यो अन्यथा नसोच्नु होला, प्राकृतिक कुरा हो। यस्ता कुरालाई अन्यथा सोचेर समाज बिग्रिँदैछ। तर म स्पष्ट गर्न चाहन्छु, कति पुरुषहरू चाहिँ आज यहाँ अटिजम भएका बच्चा र महिलाहरूलाई चाहिँ पीडित बनाएर धोका दिएर अर्को देशमा गएर लुकेर बसेका छन्। खोइ इन्टरपोलले ल्याउन सक्यो भने आज महिलालाई मात्रै दोषी देखाउनु महा अपराध होला। उसले गलत गर्या होला, सम्पत्ति शुद्धिकरणको मुद्दा लागेको छ, भोलि छानबिन होला। तर यस्ता पुरुषहरूलाई पनि कानुनको कटकरामा चाहिँ उभ्याउन सक्नुपर्छ, अनि मात्रै एउटा देशमा सरकार भएको महसुस हुन्छ है। होइन भने महिलालाई मात्रै चाहिँ अन्याय नगर्नु। यस्ता महिला अन्यायमा परेको म अझै पनि लिएर आउँछु समाजमा। प्रत्यक्ष मेरा कानले पनि सुनेको छ, आँखाले पनि देखेको छ, मात्रै मैले फोटो खिचेर राखेको छैन, त्यति होला नि त। अब मैले कसैको फोटो खिच्नु पनि त मेरो गैर कानुनी जिम्मेवार होला। त्यसैले सबै महिलाले अर्को महिलालाई पर्दाखेरि साथ दिउँ सकेसम्म होइन, तर नकारात्मक कुरालाई होइन, सकारात्मक कुरालाई।